हेलो साथीहरू, नमस्ते अनि स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा र नयाँ भिडियोमा। आज पनि म फेरि अर्को नयाँ भिडियो लिएर आइसकेको छु हजुरको माझमा। आजको भिडियो चाहिँ हल्का अनौठो र रोमाञ्चक हुनेछ है साथीहरू। आज चाहिँ म आफ्नो युनि जाँदै गर्दा चाहिँ एक्कासी बाटोमा गाडी हिँड्ने पुल वारिएको दृश्य देख्न सक्नुहुन्छ साथीहरू। पुरै पुल नै वात्तै युनि जाँदै गर्दा साथीहरू यस्तो दृश्य देख्न पाइयो है साथीहरू। आज यो चाहिँ पारी ग्रिनविच O2 यो चाहिँ पुल हेर्न सक्नुहुन्छ साथीहरू, गाडी हिँड्ने पुलको। यता चाहिँ क्यानिङ टाउन क्यानरी वार्फ भन्छ यतातिर। यसरी पुल एकाएक स्वाठै पारेर हेर्नुहोस् त गर्दैछ। लन्डन है साथीहरू, लन्डनको पुल यसरी झप्प पारेर गरेर पुरै उठ्यो पुल त। हेर्नुहोस् त साथीहरू, यस्तो दृश्य देख्न पाइयो कहिलेकाहीँ युनि जाँदै गर्दा। हेर्नुहोस् साथीहरू, हेर्नुहोस् पारी ढुङ्गा हिँडिरहेछ नदीमा। अग्ला अग्ला बिल्डिङहरू पनि देख्न पाइन्छ। अग्ला अग्ला डिजाइन हो। आज मौसम पनि सफा छ, नीलो बादलमा सेता चम्किला बादलहरू, नीलो आकाशमा सेता चम्किला बादलहरू हेर्न सक्नुहुन्छ साथीहरू। डुङ्गा आउनको लागि डुङ्गा आउँदैछ, डुङ्गा बोट। यो डुङ्गा क्रस गर्नको लागि चाहिँ यो पुल नै वारेको जस्तो छ साथीहरू। डुङ्गा आयो, डुङ्गा आयो, डुङ्गा देख्न सक्नुहुन्छ साथीहरू। यो नजारा, यो दृश्य लन्डन क्यानरी वार्फबाट हजुरहरूलाई देखाउँदै साथीहरू। स्वाट पर पुल मुनिबाट क्रस गरेर गयो डुङ्गा। सायद यसको केही छुट्टै काम छ होला यहाँ साथीहरू। यहाँ चाहिँ डुङ्गाको लागि बाटो छोड्नु पर्यो भनेर अनि चाहिँ यहाँ चाहिँ यसरी पुल चाहिँ वार्दो रहेछ। देख्न सक्नुहुन्छ है साथीहरू, चराचुरुङ्गीहरू। भ्यू देख्न सक्नुहुन्छ, मौसम, बिल्डिङहरू राम्रो राम्रो छन्। लन्डनका घरहरू, गाडीको लाइन होइन, साइकलमा वेट गरिरहेका दाजुहरू, भिडियो बनाइरहेको दाजुहरू। यो एकैछिनमा फेरि फर्किहाल्यो है साथीहरू। यहाँ चाहिँ यो केही सेकेन्ड मात्रै, 1 मिनट नि यो सायद त्यहाँनिर अड्किएर केही सेकेन्डमा नै यो फिर्ता भयो साथीहरू। किन भयो, किन आएको त्यो चाहिँ अब त्यति थाहा भएन होइन साथीहरू। यो जान र फर्किनुको साथ एकैचोटि गऱ्यो साथीहरू। यो त्यहाँ खासै रोकेन, केही सेकेन्ड, 10-15 सेकेन्ड मात्रै रोकियो अनि फर्किहाल्यो साथीहरू। यो चाहिँ किन हो, कहाँ जान हो, के गर्न हो, के हो खासमा आउनुको कारण? 15-20 सेकेन्डमा नै फर्क्यो डुङ्गा है साथीहरू। फेरि टर्निङ ब्याक गर्दैछ साथीहरू, टर्निङ ब्याक।
डुङ्गा सालाला पारी डुङ्गा अर्को डुङ्गा पानी उडाउँदै साथीहरू यस्तो नजारा दृश्य लन्डनमा देख्न पाइयो साथीहरू फेरि फर्कायो फेरि यस्तै गरेर उता पारिपट्टिबाट अर्को छेउबाट पनि यस्तै गरेर फर्काएको थियो त्यहाँबाट पनि यता र उता मात्रै गरेको छ साथीहरू किन होला थाहा भएको मान्छेले चाहिँ कमेन्ट गर्नु होला है साथीहरू कमेन्ट गर्नु होला यस्तै गरेर गयो पुलमुनिबाट सट्ट है दृश्य यसै गरिकन गयो र यसै गरिकन सट्ट फर्काएर फेरि आयो यो फेरि यता फर्काएको छ साथीहरू यो कहाँ जानको लागि हो के हो खास हैन यहाँ पुल नै वारेर जाम गराएर हैन यो यता र उता मात्रै गरिरहेको छ साथीहरू हैन किन त्यो चाहिँ थाहा भएन त्यो चाहिँ फेरि त्यस्तै गरिरहेको साथीहरू हैन अनि मैले चाहिँ भिडियो अफ गरिदिएँ अहिले चाहिँ अब यो पुल चाहिँ झर्दैछ त्यो चाहिँ एक दुईचोटि मात्रै गऱ्यो अनि गयो अहिले चाहिँ गयो है साथीहरू पुल के अरे सरी डुङ्गा पारी गयो अहिले चाहिँ पुल झर्दैछ साथीहरू बिस्तारै आफ्नो स्पिडमा आफ्नो गतिमा झर्दैछ पुल साथीहरू यता चाहिँ गाडीको लर्को छ नीलो आकाश सेता चम्किला बादल आजको भ्यू चाहिँ मौसम चाहिँ राम्रै छ वातावरण चाहिँ क्लियर छ साथीहरू डुङ्गा बनायो पुल चाहिँ फेरि आफ्नो ठाउँमा फर्किँदै यो चाहिँ म आफ्नो युनि जानको लागि है जाँदै गर्दा देखिएको दृश्य हो साथीहरू यो चाहिँ एउटा कहिले नदेखेको है कहिले नदेखेको भन्दा पनि मैले यो टावर ब्रिज लन्डन ब्रिजको चाहिँ यस्तै वारेको चाहिँ देखेको थियो तर यो चाहिँ अझ नजिकबाट चाहिँ देख्न पाइयो सानो पुल भए पनि हैन युनि जाँदै गर्दाखेरि एउटा रोमाञ्चक जस्तो भनौँ न अब के भनौँ हैन एउटा दृश्य देख्न पाइयो साथीहरू सर्ट पारेर आफ्नै लेभलमा ढक्क आइदियो आजलाई चाहिँ यति भन्दै साथीहरू म पनि बिदा हुन्छु फिनिस आफ्नो पुरानै लेभलमा बाटो देख्न सक्नुहुन्छ साथीहरू ल आजलाई चाहिँ यति भन्दै आजको भिडियो चाहिँ सकियो है त साथीहरू ढक्क पारेर बाटो खुल्छ एकछिनमा चट्ट पारेर यसरी पुल वारेको दृश्य देख्न पनि आज पाइयो नजिकबाट साथीहरू हजुरले पनि देख्नु भएको छ भने चाहिँ कमेन्ट गर्नु है त साथीहरू यता नीलो आकाश सेतो बादलमा चट्ट प्लेन अग्ला अग्ला बिल्डिङको माथिबाट प्लेन उडिरहेको दृश्य देख्न सक्नुहुन्छ साथीहरू हैन यहाँ यो पनि खुल्छ यसरी सर्ट गाडीहरू फेरि त्यही पुल माथिबाट कुदेर गए साथी यसरी हिँडे पार मान्छेहरू गाडीदेखि ल्याएर साइकलदेखि ल्याएर सबै रोकिएका थिए यो चाहिँ हाम्रो पेनिन्सुला है साथी O2 भन्छ पारी ग्रिनविच चाहिँ नदी गहिरो छ है साथीहरू
यो पेनिन्सुला अथवा O2 भन्छ ग्रिनिजको लन्डनको साथीहरू। यसरी मान्छे गाडी फेरि वापस कुदिएका छन् है। यस्तो पनि देख्न पाइयो साथीहरू लन्डनमा। आजलाई यति नै, टाटा बाई बाई।